Let's take action and embrace inner peace. Achieving inner peace is a personal and unique journey. Here are some general approaches that might be helpful. 1. Meditate regularly. Meditation encourages a clear mind and calm spirit, allowing you to disconnect from worldly concerns and focus on your inner self. 2. Maintain physical health. Regular exercise, a healthy diet, and good sleep habits can significantly improve your mental state. 3. Spend time in nature, whether it's a walk in the park. Hello guys, welcome to my गाउँले vlog. अब हजुरहरूले सिरिजले के भन्नुभयो भनेर त बुझिहाल्नु भयो होला हैन मैले फेरि यहाँको बातलाई सम्झाउनु पर्दैन होला भाउजूहरु अब बुधबार आउने हजुर आए पनि के नआए पनि के तिमी आउनै छोड्यौ न म खै निस्किनै नआएन घर के भएर त्यस्तो म निस्किँदै कतै जाँदैन घर रुममै हुन्छ के हो र अचानक आइसक्यो के गर्लफ्रेन्ड दिएर भएर है के हो गर्लफ्रेन्ड चाहिँ कहाँको गर्लफ्रेन्ड कहाँको दमक के फेसबुकमा भेटेको कति वर्ष भयो ल पर्यो 1 वर्ष हुन लाग्यो त्यस्तो प्राइभेट कुराहरु छ गफ गरेको अनि पुरा यार सुनाइदिनु त नि के अब गल कुन यो हो र उसको राम्रो छ नि त यो मान्छे अनि के भयो त नि उसको मोबाइल त छुन हुँदैन मैले होइन नि त यहाँनिर के नभन्नु के छ त्यस्तो चाहिँ त्यस्तो पनि भइसक्यो र अनि गेमको चाहिँ के प्राइभेट हाम्रो सिन हेर्नुहोस् इन्जोय गर्नुहोस् है मजाले एकदम हाम्रो चाहिँ यहाँ मासु काट्ने कार्यक्रम चलिरहेको छ संसारी पूजाको दिन आज संसारी पूजा एकदम धुमधामसँगले पूजा गरिसक्यो होइन टिका सिका लगाइसक्यो मासु काट्ने कार्यक्रम भइरहेको छ देख्ने कुरा आउँदैन यो घरको मान्छे अब अहिलेको मान्छेहरू प्राय एकान्तै खोज्छ एकान्त हो एक्लै बसेर खानु साथीभाइ जति खाए माथि बिसाउने मान्छे भएन मान्छे देख्ने मान्छे भएन होइन फेरि त्यो घारी जति पनि छन् के भएर चलाउँछ तिमीले डाटा बगान अब पेन्सिलले चल्छ कलम काटेकोले यतिखेर पनि घारी नै छ घारी नै रामबजार होटल एन्ड रेस्टुरेन्ट छ लेखेको नामै लेखेको छ लम्पसार होटल एन्ड रेस्टुरेन्ट आयो लम्पसार परिहाल्यो तर मेरो साह्रो घाटा भयो भने 9 लाखसम्म महिनाको कमाउँथे अहिले 1 लाख पनि गाह्रो छ लगाइदियो तपाईँहरूले सुनिहाल्नु होला हाम्रो गाउँमा चाहिँ यहाँ होटल लम्पसार एन्ड रेस्टुरेन्ट एभाइलेबल छ होइन तपाईँहरू चाहिँ अब जति बेला पनि आएर चाहिँ खाएर चाहिँ एकदम टिल्ला हुनुन्जेल खायो अनि आनन्दले यहाँनिर लम्पसार पर्ने ठाउँ पनि छ तपाईँहरूले एकदम एकान्त ठाउँ पाउनु सक्नुहुन्छ यहाँनिर चाहिँ आउनु होला हाम्रा गाउँका कमेडी पात्रहरू यिनीहरू नै हुन्
अलिकति हगे उता पछाडि खिड्की छ ला फर्किने हेरौँ गन आयो पानी भिजेकै हो खोइ छामौँ नि अहिले पानी झाडा भिजेकै हो त भिजेको चिसो थियो आएको छैन पनि प्यान हेरै मजाले उतै गयो पैसा लिएर हो लोकेदाइ पैसा बिजनेस छोडेको छैन दाइले छैन हाम्रो लम्पसार रेस्टुरेन्ट एन्ड लजका अनर चाहिँ थोरै घाइते हुनुहुँदो रहेछ होइन। अब केही कारणवश त्यो एक्सिडेन्ट भयो होला, लम्पसार परेर, त्यही पनि उहाँले चाहिँ आफ्नो बिजनेस छोड्नु भएको रहेन। यहाँनिर बैशाखी टेकेर धरि बिजनेस गर्नु हुँदो रहेछ। उहाँको कमाइ 9 लाखसम्म हुन्थ्यो अरे महिनामा, त्यही होटेलबाटै 9 लाख। र अहिले चाहिँ उहाँ अब त्यो हल्का अशक्त भएको कारणले चाहिँ 1 लाख मात्रै हुन्छ अरे। भनेपछि कति चाहिँ कमाइ हुँदो रहेछ त, कति चाहिँ रहेछन् त मान्छे, खाने मान्छेहरू, लम्पसारबाट सुत्ने मान्छेहरू भनेर तपाईँहरू आफै अन्दाज गर्न सक्नुहुन्छ। लम्पसार होटेल एन्ड रेस्टुरेन्टमा अरे आयो लम्पसार परिहाल्यो। तर मेरो साह्रो घाटा भयो भने 9 लाखसम्म महिनाको कमाउँथे, अहिले 1 लाख पनि गाह्रो छ। खानै पर्ने रहेछ यो नखाएपछि साथी नै हुन्छ खाँदैन अन्त गीत गाउने त गीत राम्रो जोड छैन यहाँ चाहिँ हाम्रो तास खेल्ने कार्यक्रम हुँदैछ। एकदम रियलमी केटाकेटीले सब पत्ती टिपेर सैमसङ ग्यालेक्सी J7 उता तन्देरी पार्टी, यता फेरि बुढो पार्टीको चलिरहेछ। फेरि तास एकदम 2 ग्रुप छन्। सामान पाकेको अवस्था। तपाईहरु यहाँनिर सिन हेर्न सक्नुहुन्छ, साह्रै नै रमाइलो छ। एकदम पुरै हरियाली आनन्द छ। यहाँ कस्तो रमाइलो हुन्छ। तपाईहरु हेर्न सक्नुहुन्छ यहाँनिर छोटा प्याक बडा धमाका भनेको जे हो। फेरि हाइट छोटो तर हेर्नु न खुवाई। ल गाइजहरु, हामी चाहिँ अब फाइनल्ली टक्कसँगले संसारे पूजा मनाएर आइसकेको छौँ। म अब घरतर्फ जाँदैछु होइन। एकदम दबारा हानियो संसारे पूजामा। पाठीको मासु फेरि त्यहाँ त सबै मिक्स हुँदो रहेछ यार। पाठीको मासु, आन्द्रा भुडी सुडी कलेजहरू सब मिक्स गरेर पकाउँदो रहेछ नि त नि।
अन्न त मिठो हो त अन्न यस्तो घरमा यस्तो कहाँ मिठो हुन्छ त नि संसारी पूजा रमाइलो भयो आजको ल प्रतीक्षाको फल मिठै भयो होइन प्रतीक्षा गरियो फल खाइयो अनि टक्कसँगले घर लागिँदैछ झोले जिन्दगी भएर फेरि झोला बोकेर हातमा हेलो गाइज त फाइनली हामी घर आइपुगेको छौँ हाम्रो आजको दिन अब यसरी नै बित्यो तपाईँहरू कसरी बित्यो यसो कमेन्ट बक्समा कमेन्ट गर्नु होला एकदम अन्धकार छ त भित्र त के हो फेरि अन्धकार छ आजको दिन अब यसरी नै बित्यो हाम्रो एकदम रमाइलो भयो होइन संसारी पूजा अब यसो घुमघाम गरियो हल्का फुल्का हेलो गाइजहरू अब भ्लग अब अहिले यति नै अन्त्य गर्नु पर्ला होइन अब हजुरहरूको साथ र सपोर्ट चाहिँ सधैँभरि रहिराखोस् यसो एउटा लाइक सेयर अनि सब्सक्राइब अनि कमेन्ट पनि एउटा मिठो हालिदिनु होला भ्लग कस्तो लाग्यो र आउँदो दिनहरूमा कस्तो भ्लग बनाउँदाखेरि चाहिँ ठिक हुन्छ धन्यवाद थ्याङ्क यू गाइज बाई बाई लभ यु अल